गुड मर्निङ। आज बिहान सामाजिक सञ्जाल खोलेको मात्र केही थियो, एउटा गर्जना सुन्यो हो। 29 मा चाहिँ 29 त पुरै आएन, 34 मा पनि नचिताउनु हो। सरकार चाहिँ हाम्रै हो भन्ने खालको कुरा चाहिँ अब हाम्रो सिक्किम सरकारको मुखिया र एसकेएम पार्टीको मुखियाले पनि मुखियाको यस्तो खालको कुराहरू सुन्दाखेरि है मलाई त छक्कै परे। र उहाँको कसरी भन्दाखेरि कुनै कति हजारलाई नोकरी दिएको थियो हो, कुनै कति हजारलाई दिन्छौँ अब भन्ने कुरा थियो कि अब यो हजारको यो चाहिँ नोकरीवालाहरूको चाहिँ कुरा नगरौँ, किनभने वान फ्यामिली वान जब भन्दै मेला लगाएर पाल्जर स्टेडियममा कुनै कति 17,000लाई रेगुलर र कुनै कति हजारलाई वान फ्यामिली वान जब बाँड्दाखेरि पनि एसडिएफले भोट चाहिँ पाएन। त्यो भोटहरू सबै एसकेएममा गएर चाहिँ 19 मा सरकार बनिएको हो। यो कुरा यति साह्रो छिटो बिर्सिहाल्नु हुँदैन मुखियाले, एउटा कुरा। अर्को कुरा चाहिँ के हो भनेदेखि चाहिँ अब सरकार बनाउनु नबनाउनु चिताउनु भन्ने कुरा त अब यो त प्रजातान्त्रिक हो। हर कोहीले आफ्नो सरकार बनाउनु, हर कुनै पार्टीले आफ्नो सरकार बनाउनु सपना देख्नु पायो। तर अब यसमा चाहिँ के छ भने चाहिँ जनताको काम केही पनि नगरिकन है, यस्तो साह्रो जनता हिँड्ने बाटोमा चाहिँ एक चपरी माटो नफ्याँकिकन, एउटा ढुङ्गा नलगाइकन, अन्त बत्ती बिजुली पानीहरूको कुनै राम्रो व्यवस्था नगरिकन भ्रष्टाचारमा चुर्लुममा डुबेको सरकारले यस्तो खालको डरलाग्दो आत्मविश्वास छ हुनु हो भने त अब यो त अब एउटा 8औं अजुबा नै हो होइन, संसारकै 8औं अजुबा हो। तर यति नै हो, तपाईहरु 34 मा पनि सरकार बनाउनु हुन्छ होला, 29 मा त बनाउँछ भन्नुहुँदैछ। यो इभीएम को भरोसा हो कि के हो त्यो चाहिँ हामी जान्दैनौँ। तर यति नै हो, मलाई चाहिँ मेरो व्यक्तिगत चाहिँ यो वक्तव्यमाथि चाहिँ भन्नु चाहिँ के छ भनेदेखि चाहिँ नि एसकेएम पार्टीको सरकारलाई चाहिँ नि कहिलेसम्म झेल्न सक्छ जनताले, जुन दिनसम्म झेल्नु सक्छ झेल्नेवाला छ जनताले। र याद राख्नु, संसारको इतिहासमा जब जनतामा झेल्ने शक्तिको समाप्ति हुन्छ त्यहाँदेखि नयाँ बाटो एउटा जनताले आफै तय गरेको छ। त्यसकारणले जुन दिनसम्म तपाईहरुले जे गर्नुहोस् जसो गर्नुहोस् जति नै गरे भए पनि यो प्रजातन्त्रमा चाहिँ के हुन्छ भने जब जनता चाहिँ नि ताकतमा उर्लिन्छ नि तब एउटा पानी सबैभन्दा लचिलो चिज हुन्छ, त्यसले आफ्नो बाटो आफै बनाउँछ। त्यस्तै हो जनता पनि एउटा हाम्रो लोकतन्त्रमा चाहिँ सबैभन्दा शक्तिशाली भनेको जनता हो। र जबसम्म एसकेएम पार्टी जस्तो सरकार पार्टी जस्तोलाई चाहिँ जबसम्म जनताले चाहिँ सत्तामा सहन गर्न सक्छ गर्नेवाला छ, नगरेको दिन चाहिँ अब पार्टीहरूको नेताहरू चाहिँ धोती न टोपी होला र त्यही अनुसार चाहिँ आजको दिनको सरकार चलाएको राम्रो होला। जनताले जसलाई पनि जन्म दिएको छ, किनभने हिजोको दिनमा जय जयकार गरेर ढुङ्गा हान्नेहरू सबै अहिले यो पार्टीमा लागेको छ, नेता मात्रै एक्लो भएको छ पल्लोपट्टि पार्टीमा पनि। र यो एसकेएम पार्टीको पनि अन्तहरू चाहिँ अब यस्तै हुन्छ भनेर नेतालाई चाहिँ ज्ञान हुनु पर्यो। र यहाँ चाहिँ नथिङ इज पर्मानेन्ट है, यहाँनिर कुनै छैन, एउटा जिन्दगी पनि एउटा सकेर जाने कुरा हो। र पाप पुण्य त अब पुण्य त सकेर गएपछि फेरि मनुष्य लोकमा है देवलोकमा चाहिँ देवताहरूको पुण्य सकेपछि उनीहरू पनि नर्कमा जान्छ भनेपछि त यो जाबो नाथे एसकेएम पार्टी र नेता कुन खेतको मुला हो भन्ने त म यसरी हेर्छु, यो कुरालाई त यसरी नै हेर्छु है। र आफ्नो सत धर्म र एउटा लोकतन्त्रको इज्जत राखेर सरकार चलाउनु होला। यस्तो खालको सपना देख्नु यो चाहिँ धम्की हो कि अब सुझाव हो, यो चाहिँ भन्नु भएन उहाँले हो। तर कर्मचारी दिएर भनेर सबैजनालाई चाहिँ एउटा 10,000 को दाम्लो महिनामा 10,000 दिएर दाम्लो लाउँछु र शासन सत्तामा बस्छु भन्ने कुरालाई चाहिँ म एकदमै यस्तो राजनीतिलाई चाहिँ सिक्किमे जनताले चाहिँ यो राजनीतिबाट चाहिँ छुटकारा लिने दिनहरू आउँदैछ भन्न म चाहन्छु। यही सुझावको साथमा आजको मेरो भिडियो राख्न चाहन्छु। धन्यवाद।